भनेर मैले विदेश जानु नै पहिला कुरो मैले गएर उहाँलाई कन्भिन्स गराएर उहाँसँग पैसा मागेर ल्याएर स्कुल सञ्चालन गर्न लाग्यो नि, त्यो पहिला मेरो ठुलो एचिभमेन्ट मलाई आयो। त्यसपछि मैले फेरि पछि अर्को साथीलाई भनेर फेरि अमेरिका जानु ठुलो एचिभमेन्ट भयो। किन मैले हिमालयन सोसल जर्नी भनेको, मैले सोसल जर्नी सामाजिक यात्रा चाहिँ म सुरुवात गर्छु। अब हिमालमा चाहिँ पहाड देखाउँदै, समाज देखाउँदै, अरूलाई खुसी पार्दै, गाउँ समाज हिमालयन सोसल जर्नी हुने यात्रा, सामाजिक यात्रा म सुरु गर्छु भनेर त्यो नेपालप्रतिको चाहना, ममताको मायाको चाहनाको कारणले नै आयो। समयलाई फलो गर्नु पर्यो, समयअनुसार चल्न जानु पर्यो। तपाईँको समय होइन, अरूको पर्यटन क्षेत्रमा चाहिँ काम गर्दाखेरि किन तपाईँको समयको होइन कि उनीहरूको समयअनुसार चल्न सक्नु पर्यो। त्यो सधैँको लागि कुनै न कुनै रूपले सामाजिक उत्तरदायित्व भएर समाजको लागि हिमालयन क्षेत्रमा, विशेष गरेर हिमालयन क्षेत्र भनेको कुनै पनि ठाउँमा आवश्यक परेको ठाउँमा खर्च होस् सामाजिक उद्धारको लागि। व्यवसाय गर्नु त्यति सहिलो छैन, एकैचोटि पैसा कमाएको होइन मैले। सम्पूर्णमा नमस्कार, म नारायण विश्वकर्मा। तपाईँ यति बेला हेर्दै हुनुहुन्छ संसार न्युज एचडी। हामी छौँ कार्यक्रम मनको यात्रामा। कार्यक्रम मनको यात्रामा हामी कला, साहित्य, सङ्गीत लगायत समाज सेवाको क्षेत्रमा काम गर्नुभएका विभिन्न व्यक्तित्वसँग कुराकानी गर्दै अगाडि बढ्छौँ। आजको बसाइमा पनि हामीसँग यस्तो व्यक्तित्व हुनुहुन्छ जुन व्यक्तिले नेपाली पर्यटनको क्षेत्रमा तहल्का मचाउनु भएको छ। उहाँको नाम, उहाँको काम सुन्न बित्तिकै सायद नेपाल भरका पर्यटन व्यवसायीहरूले उहाँलाई चिन्नुहुन्छ। एकजना साहित्यमा पनि अत्यन्त दखल राख्ने व्यक्तित्व। उहाँले पुस्तक पनि रचना गर्नुभएको छ। वरिष्ठ पर्यटन व्यवसायी तथा साहित्यकार रामप्रसाद सापकोटासँग आज हामी उहाँकै निवासमा आएर कुराकानी गर्दैछौँ। कार्यक्रमलाई अन्तिमसम्म हेरिदिनुहोला। रामप्रसाद जी, तपाईँलाई कार्यक्रम मनको यात्रामा हार्दिक स्वागत छ। धन्यवाद सर। पछिल्लो समय यहाँको व्यस्तता चाहिँ केमा छ? सर, अब मेरो व्यवसाय भनेको हजुरलाई थाहा छैन छ, ट्रेकिङ, मुख्य ट्रेकिङ, ट्राभल, होटेल र अहिले म अरू व्यवसायमा पनि, हेलिकप्टरमा पनि छु, हाइड्रोमा पनि छु। अहिले पछिल्लो समय चाहिँ खास के भन्दाखेरि त्यसको लगाव मैले किताब पनि आधा शताब्दी एउटा किताब पनि लेखेको छु। त्यसमा देशमा भएको विकृति, विसङ्गतिलाई देखाऊँ भनेर, व्यवसायमा भएका विकृतिहरू सबै समाजले बुझ्नुपर्छ भनेर अहिले हाललाई चाहिँ के भन्दाखेरि म यही रेगुलर आफ्नो काम त छँदैछ मेरो व्यवसाय, यो ट्रेकिङ, ट्राभल, होटेललाई कसरी माथि लाने भन्ने कुरो। त्यसमा त्योभन्दा बढी अरू अब के गर्दा राम्रो होला, आर्थिक क्षेत्रमा केमा लगानी गर्दा ठिक होला, त्यसको पनि खोजतलासमा छु भने अरू आफ्नो ट्रेकिङ व्यवसायलाई, होटल व्यवसायलाई कसरी बढाउने, मजबुत बनाउन सकिन्छ भने त्यही सोचमा, त्यही काममा साथीहरूसँग, मेरो कर्मचारी साथीहरूसँग बसेर सरसल्लाह जीवन बिताइरहेको छु। तपाईँले आफ्नो बाल्यकाल धादिङमा बिताउनु भयो र चाहिँ तपाईँको बाल्यकालका अनुभवले तपाईँको जीवनमा कस्तो खालको प्रभाव पारे जस्तो लाग्छ? सर, बाल्यकाल सबैको आफ्नै आफ्नै कथा छ होइन। अब मेरो बाल्यकालमा चाहिँ अब हामी हुन त सबै गाउँबाटै आएका हुन्, सबै गाउँमै हुर्केका हुन्। धेरै मान्छेहरूले ठुलो ठुलो व्यवसाय गरेका छन्, सहरमा आएर बसेका छन्। ती सहरकै मान्छेले ठुलो व्यवसाय गरौँ भन्दा पनि गाउँबाटै आएका छन्। मैले गाउँबाट बाल्यकालमा हुँदाखेरि चाहिँ मैले देख्थेँ, हेलिकप्टर उडेको देख्थेँ, प्लेन चढेको देख्थेँ, पानी माथिबाट बगेर नदी बगेर कहाँ इन्डिङ हुन्छ होला, त्यस्तै कल्पना गर्थेँ। अनि कसरी चाहिँ धनी हुनलाई के गर्नुपर्छ होला भन्ने त्यस्तै कल्पनामा डुब्थेँ म। हजुर। अनि त्यस्तै कुरा हो सबैको। र अनि बाल्यकालमा अनिखेरि
बाँझो रहेको जग्गाहरूलाई चाहिँ बगरहरूलाई चाहिँ बाँध लगाएर खेत बनाउने, अलि धेरै बनाउने, बिरुवाहरू रोप्ने, फलफुल लगाउने, फलफुल आफैले गर्नुपर्छ भन्ने त्यस्तै कल्पना, त्यसरी नै गर्थेँ। पढ्न जाँदाखेरि अब स्कुल जानुभन्दा अगाडि फेरि आफ्नो दैनिक कार्यक्रम गर्नै परिहाल्थ्यो। सबैले गर्नुपर्थ्यो। बिहान गाई बस्तुलाई घाँस काट्ने, बेलुका दिउँसो स्कुल जाने, बेलुका फेरि आएर घाँस काट्न जाने अथवा के गर्न पर्ने, त्यसरी नै सबैले गर्ने त्यही नै हो। हामी चाहिँ के भन्दाखेरि पढ्ने भनेर पढ्न मात्रै होइन, पढ्न जानुभन्दा अगाडि घरायसी काम भनेको आमा बुवालाई के गर्दा सहयोग हुन्छ त्यसरी नै बिताइन्थ्यो बाल्यकालमा। तपाईँले आफ्नो पिताजी टङ्क प्रसाद सापकोटाज्यूबाट कस्ता मूल्य मान्यताहरू सिक्नुभयो? मैले बुवाबाट चाहिँ के भन्दाखेरि नराम्रो काम, अरूलाई हानि हुने काम गर्नु भएन। समाजमा जस अरूको लागि राम्रो काम गर्नु, प्रेरणादायक काम गर्नु, त्यसले नै तिम्रो लागि सबैको लागि राम्रो हुन्छ। जे गर्दा पनि अरूको लागि हानि हुने काम गर्नु भएन भन्ने कुरो बुवाबाट हुन्थ्यो। अनि आमाबाट कसैले पनि तिमीले कसैलाई दियो भने दिएर चाहिँ तल हुनेसँग दिने हो, त्यस कारणले दिनलाई चाहिँ दिएर सानो भइन्न। त्यस कारणले गर्दाखेरि दिनुपर्छ भन्ने आमाबाट त्यस्ता कुराहरू हुन्थ्यो। बुबा आमाबाट ती कुराहरू ममा चाहिँ एकदम त्यो दिमागमा चाहिँ त्यो पसिरहेको छ क्या आमा बाबाले भनेको कुराहरू। हजुर, भनेपछि यो हुने बिरुवाको चिल्लो पात होइन, सानैदेखि जब बिरुवा उम्रन्छ त्यति बेला पात पनि चिल्लो हुन्छ भने जस्तै यो व्यावसायिक सन्दर्भमा बुवा आमाबाट सानैमा कुनै खालको प्रेरणाहरू पाउनुभयो कि? होइन, बुवा आमाबाट त्यसले होइन, मलाई के भने आमाबाट एउटा पनि बुवा आमाबाट प्रेरणा त किनभने काठमाडौँ जाओस्, केही बुझोस्, पढोस्, देखोस् भनेर उहाँले गाउँमै राख्न चाहनु भएन। एसएलसी दिने बित्तिकै मैले मास्टर जागिर पनि खान सक्थेँ, तर जाओस् भनेर उहाँहरूले एउटा बुझोस् भनेर पठाउनु भयो। त्यो चाहिँ उहाँहरूलाई के भन्दै गाउँमा अरू मान्छेहरूले चाहिँ आर्मीका उहाँका हाम्रा अरूले चाहिँ विदेशबाट गएका आर्मी लाउरे गएर जाँदाखेरि केही लिएर दसैँमा आउँदाखेरि उपहार लिएर जाने, नयाँ कुरा दिने गर्दाखेरि मेरो छोराले पनि गएर विदेश गएर अलि धेरै पैसा कमाइदियोस्, आओस्, गरोस् भन्ने उहाँमा थियो। किनकि हामी छोरी आमाको सबै 5वटा छोरी, उहाँहरूले त कमाउने कुरो भएनन्। ती छोरीहरूलाई दिँदाखेरि पैसा, किनभने बाहिर हाम्रो संस्कार के छ, चलन के थियो भने छोरीहरूले घरमै काम गर्ने, उमेर भएपछि बिहा गरेर पठाउने, आम्दानीको स्रोत भनेको छोराले नै काम गरेर ल्याउने भन्ने थियो। उनीहरूमा पनि दिमागमा त्यही थियो, छोरालाई विदेशतिर पठाउने, राम्रो देश पठाउने, अर्थात् सहर जाओस्, सहरमा अलि पैसा कमाओस् र सपोर्ट होस्, त्यो चाहना थियो। के भन्दाखेरि केही न केही जानोस् भन्ने, त्यो पनि एउटा त्यो कारणले गर्दा पनि मैले काठमाडौँ आउने भन्ने खालको तपाईँमा सोच भयो। त्यसरी काठमाडौँ तपाईँ जब आफू बुझ्ने हुनुभयो, जान्ने हुनुभयो र चाहिँ अहिलेसम्म तपाईँको जीवनमा सबैभन्दा ठुलो परिवर्तन के भए जस्तो लाग्छ? परिवर्तन सबै एकैचोटि हुने होइन, बिस्तारै हेर्नुहोस्। यो मैले जुन परिवर्तन एकपछि अर्को हो, त्यस कारणले यसका धेरै खुड्किला छन्। तपाईँले ट्रेकिङ सुरुवात गर्यो, ट्रेकिङ पहिला कुरो त म काठमाडौँ आएँ, काम गरेँ, होटलमा काम गरेँ। तपाईँलाई होटलमा काम गर्दाखेरि अरू केही काम हो, अब अलि पैसा कमाउने, अलि बाहिर मान्छेहरू सम्पर्क गर्ने ठाउँमा भनेर ट्रेकिङमा गएँ। ट्रेकिङबाट पछि पनि होइन, यतिले मात्रै पुगेन, र धेरै कमाऊँ, धेरै सिकौँ, धेरै जानौँ, बाहिरी मनसाय अरू संसारसँग बुझौँ भनेर विदेश गएँ, युरोप गएँ, अमेरिका गएँ। थाहा भयो होइन, सबै कुरो थाहा भयो नि त। त्यसपछि पनि अब
बुझिसकेपछि पैसा कमाउन नेपाल आएँ। पैसा त त्यहाँ गएर पनि अब होइन, फेरि नेपालप्रति माया भावना, जुन आत्मीयता, आफ्नो समाजसँग आफ्नो परिवारसँग बस्ने भने नेपाल आएँ। नेपालमा पनि ट्रेकिङ व्यवसाय गर्दा पनि ट्रेकिङ सुरुवात गरेँ। ट्रेकिङ पनि एकैचोटि त हुने होइन नि, त्यसलाई मार्केट गर्नलाई, त्यसलाई त्यो साथीहरूलाई, भेट भएको साथीहरूलाई मेरो योजना यस्तो छ, यो उस्तो छ, तपाईँहरू नेपाल आइदिनु भयो भने तपाईँहरूले काम गरे बापत यो पैसाले चाहिँ अरू पनि गर्न सकिन्छ। समाज मैले जुन मैले विदेशमा हुँदाखेरि उनीहरूसँग मागेर लिएर आएर विद्यार्थीहरू पढाउने गर्थेँ। त्यो अब तिमीहरूसँग माग्दिनँ, म आफै व्यवसाय गरेर आफ्नै पैसाले, त्यही पैसाले तिमीहरूलाई सपोर्ट गर्छु, मलाई तिमीहरूले त्यो चाहिँ मान्छेहरू पठाइदियो, तिमीहरू आऊ। त्यसरी सफलता त मैले एकपछि अर्को हुने हो, लामो समय लाग्छ। हेर्नुहोस्, एकैचोटि हुने होइन। एकैचोटि तपाईँले के चाहिँ भन्नुभयो हजुरले, तपाईँको जस्तो लाग्छ भन्नुहुन्छ? त्यही पनि तपाईँलाई मलाई यो चाहिँ अलिकति मेरो जीवनमा ठुलो परिवर्तन भयो भन्ने खालको सुनाउन होइन। अब पहिलो कुरो त मैले परिवर्तनमा भने मैले अरू साथीहरूको मन जित्नु मलाई ठुलो कुरो लाग्यो। मैले मसँग ट्रेकिङ गर्ने साथी, युरोपियन साथीको लाई चाहिँ मैले भने मेरो यस्तो छ भनेर मैले विदेश जानु नै पहिला कुरो मैले गएर उहाँलाई कन्भिन्स गराएर उहाँसँग पैसा मागेर ल्याएर स्कुल सञ्चालन गर्न लाग्यो नि, त्यो पहिला मेरो ठुलो एचिभमेन्ट मलाई आयो। त्यसपछि मैले फेरि पछि अर्को साथीलाई भनेर फेरि अमेरिका जानु ठुलो एचिभमेन्ट भयो। अमेरिकामा गएर मैले फेरि अब म त व्यवसाय गर्छु, ट्रेकिङ खोल्छु भनेर त्यही मार्केट गर्न सुरुवात गरेँ। त्यो मेरो लागि मैले फेरि एचिभमेन्टको जस्तो लाग्यो। यहाँ आएर फेरि अरू साथीहरूसँग आएर यहाँ आएर ट्रेकिङ सुरुवात गरेँ। पछि अनि ती भेटेका मान्छेहरूलाई चाहिँ आफ्नो योजना सुनाउँदै, आफूसँग काम गर्ने बात बनाउँदै गर्दाखेरि त्यो त मैले त ठुलै सफलता लाग्यो। त्यसपछि ट्रेकिङ सुरुवात हुँदै गर्दाखेरि ट्रेकिङ कतिले ट्रेकिङ कमाउँदै गर्दाखेरि पैसा कमाएको पैसाले, त्यही पैसाले चाहिँ क्यासिनो गएर सिद्ध्याउँथ्यो होला, विदेश गएर हुन्थ्यो होला, त्यसैमा रमाउँथ्यो होला। तर मलाई त्यो मात्रै होइन मेरो त, मैले त अरू उपलब्धि, अरू व्यवसाय, मैले कमाएको पैसाले अरू क्षेत्रमा पनि लगानी गर्नुपर्छ है भन्ने खालको सोच भयो होइन, सोच भयो, ताकि रोजगारीको सिर्जना होस्। उत्पादन त यसै बढी भइहाल्यो, मेरो लागि मात्रै होइन। होटेलमा लगानी गरेँ, त्यो पनि मैले ठुलो एचिभमेन्ट हो। फेरि मलाई विश्वास गरेर ठुला व्यवसायी साथीहरूले चाहिँ हेलिकप्टरमा तपाईँ पनि छेडिदिनु पर्यो भन्नुभयो। ओहो, मैले त अनि त्यो हेलिकप्टर व्यवसायमा उनीहरूसँग पार्टनरसिपमा भयो नि काम गर्न पाउनु, त्यो मैले एचिभमा लिएँ। त्यो मात्रै नभएर फेरि म मेरै हालै जिल्लामा साथीहरूले हाइड्रोमा लगानी गरेको थिएँ, बन्दै थियो प्रोजेक्ट, बत्ती बाल्न नसकेको बेलामा उनीहरूलाई तपाईँ यहाँ आइदिनु भयो भने, समावेश भइदिनु भयो भने, बोर्डमा बसिदिनु भयो भने हामीलाई सफ्टाएर पर्छ है। सफ्टाएर भने काम गर्न तपाईँ पनि समावेश छ भने सजिलो हुन्छ भनेर त्यहाँ मैले बोर्डमा गएर काम गर्ने मौका पाएँ, बुझ्ने भयो। त्यो फेरि मेरो ठुलो एचिभमेन्ट जस्तो लाग्यो। मैले त काम त्यहाँ गएर उनीहरूसँग मिलेर बसेर काम गरेर अनि पोजिटिभ कम्पनीलाई कुनै न कुनै रूपले चाहिँ मेरो कारणले गर्दाखेरि त्यहाँ प्लस पोइन्ट हुँदाखेरि त्यो ठुलो एचिभमेन्ट भयो नि। मैले कम्पनीमा चाहिँ एउटा गलत बाटो नजाओस्, राइट ट्र्याकमा जाओस् भन्ने लाइन मैले समातेँ हाइड्रोमा। त्यसले मलाई एउटा खुसी एचिभमेन्ट ठुलो हो। म मेरो कारणले गर्दाखेरि यो त डुब्नबाट बचाएँ है भन्ने त्यो लाग्यो भने त्यसरी नै त्यस्तै कुरोमा प्रत्येक पाइलामा चाहिँ मैले जे काम गरेको छु त्यो गर्दाखेरि एचिभमेन्ट जस्तो मलाई एचिभमेन्ट नै मलाई सक्सेस सुरुवात लाग्यो। त्योभन्दा पनि मैले गरेका कामहरूप्रति अरू मेरा साथीहरू र मेरा मान्छेहरूले मप्रति विश्वास दिएर ठिक छ भनेर सपोर्ट गर्नु नै त्यो नै मलाई मेरो लागि मैले सफलताको रूपमा लिएको छु। ठुलो परिवर्तन त्यसमा ठान्नुभयो। धेरैजनाको सपना हुन्छ है नेपालमै ठुला व्यवसाय गर्ने। कतिपय व्यवसायीहरू भनौँ न अमेरिका नै पुगेर त्यतै भासिनु भएको थुप्रै उदाहरणहरू छन् होइन। अब तपाईँ व्यवसायको
सुरुवाती चरणमा हजुर। अमेरिका पुग्नुभयो र चाहिँ अमेरिकामा नै तपाईँ त्यहाँ रहनु भएन र नेपाल फर्किनुभयो र पुनः व्यवसाय गर्नुभयो। तपाईँलाई राष्ट्रप्रतिको प्रेमले तान्यो कि या त यहाँभन्दा पनि अझ धेरै व्यवसाय नेपालमै गएर गर्न सकिन्छ, अर्थोपार्जन गर्न सकिन्छ नेपालमै भन्ने लाग्यो कि के भयो? यो मैले त्यहाँ गएर काम गरेँ, बिहानदेखि बेलुकासम्म, कहिले 12 घन्टा, कहिले 18 घन्टा, कहिले 17 घन्टा, त्यो लगाव, त्यो टाइम, ठ्याक्क समय, उठ्ने समय, खाने समय उ गरेँ। त्यसरी मैले लगातार 2-3 वर्ष काम गर्दै जाँदाखेरि चाहिँ अनि मैले मूल्याङ्कन गरेँ। अनि मैले चाहिँ के भने यसरी नै यो तरिकाले चाहिँ काम गर्दाखेरि त पैसा भइसकेपछि त अब मैले त सधैँ यसरी नै काम गर्ने, यसरी नै जिन्दगी बिताउने होइन। मैले मेरो परिवार छ, मेरो समाज छ, मेरो देश छ। यदि काम जति मैले यहाँ गर्छु कुनै न कुनै नेपालमा गरेँ भने त्यो त मेरो परिवारले पनि उपलब्धि हुन्छ, अरूलाई पनि सपोर्ट हुन्छ, देशलाई नै त्यो मैले जे गरेछु जनशक्ति नेपालको लागि हुन्छ भनेर नेपाल माया, त्यो नयाँको भावना। र मैले अमेरिकै हुँदाखेरि पनि किन त्यहाँ पैसा मागेर लिएर आएर विद्यार्थीहरू पढाउँथेँ। अनि अरू साथीहरू पनि भने कि तिमीहरू पैसा मागेर पढाउने काम गर्छौ भन्दाखेरि मलाई जसङ्ग लाग्यो हो मैले आफैले व्यवसाय गरेर सामाजिक काम गर्नुपर्छ। त्यस कारणले मैले आफ्नै देशमा पनि गर्न सकिन्छ भनेर त्यो नेपालप्रति माया, परिवारप्रति माया, समाजप्रति मायाको कारणले मैले त्यहाँ छोडेर आएको। र फेरि आएर चाहिँ किन मैले हिमालयन सोसल जर्नी भनेको, मैले सोसल जर्नी सामाजिक यात्रा चाहिँ म सुरुवात गर्छु। अब हिमालमा चाहिँ पहाड देखाउँदै, समाज देखाउँदै, अरूलाई खुसी पार्दै त्यो गाउँ समाज हिमालयन सोसल जर्नी यात्रा, सामाजिक यात्रा म सुरुवात गर्छु भने त्यो माया, नेपालप्रतिको चाहना, ममताको मायाको चाहनाको कारणले नै आयो। मेरो लागि भए त म त्यहीँ बस्थेँ, त्यहीँ गसाउँथेँ, परिवारको लागि त्यही थिएँ। त्यो चाहिँ के भने एउटा देशप्रति मायाको भावनाले गर्दाखेरि कति साथीहरूले मलाई भने अमेरिका आउँदाखेरि यस्तो राम्रो काम छ, अब त्यहाँ गएर के गर्ने, फेरि विदेश अरबी मुलुकमा काम गर्नु पर्ला, नजा भन्थे। होइन, त्यस्तो होइन, काम वहीँ गएर गर्न सकिन्छ, म जान्छु, मेरो त्यो सोच होइन भनेर म नेपालमै आफ्नो नाम जति रोशन गर्नु छ नेपालमा गर्छु भन्ने खालको भयो, फर्किनु भयो। तपाईँले लिनुभएको जुन औपचारिक शिक्षा छ र त्यसमा पनि तपाईँले जुन विषय अध्ययन गर्नुभयो त्यो विषय शिक्षा अनि तपाईँको सोच र करियरको चाहिँ तारतम्यता कतिको मिलेको चाहिँ पाउनुहुन्छ, महसुस गर्नुहुन्छ? होइन, मैले शिक्षा त हेर्नुहोस् हाई स्कुलबाट नै एउटा प्रेरणा भनेको एउटा पहिलो कुरो त घरको बाबुआमा नै हुन्, उहाँले नै अब दिनुभयो। त्यसपछि मेरा गुरुहरू स्कुलदेखि नै पढ्नुपर्छ, पढेर गर्नुपर्छ भनेर स्कुल। त्यसपछि आएपछि मैले भेटेँ काठमाडौँमा मेरो भिनाजुको ट्रेकिङ अफिस थियो, ज्ञानु भिनाजुको। उहाँ पनि एउटा सामाजिक मान्छे हुनुहुन्थ्यो। उहाँले जुन ट्रेकिङ सञ्चालन गरेर समाजको लागि, गाउँको लागि, अरूको लागि सहयोग गर्दाखेरि त्यो प्रेरणा मलाई लागेको थियो। मैले पनि कुनै न कुनै व्यवसाय गरेर उहाँले जस्तै समाजको लागि, गाउँको लागि केही गर्नुपर्छ भनेर ट्रेकिङ गर्दै पढ्दै, अब कलेजमा त त्यति जान नसके पनि आफूले आफ्नै तरिकाले उ गर्दै गर्दाखेरि मैले जुन त्यसरी त्यो मैले जे शिक्षा लिएको थिएँ, मैले के शिक्षा भन्दाखेरि कुनै न कुनै रूपले काम गरेर त्यो कामबाट चाहिँ समाजलाई र देशको लागि फाइदा होस् भन्ने मेरो सोच। शिक्षा नै पनि त्यसरी मेरो त्यो चाहिँ मेरो किनभने बाबुआमाबाट नै पाएको शिक्षा हो। त्यसपछि गुरुहरूबाट पनि थपियो। त्यसपछि मैले जहाँ काम गरेँ, मेरो ज्ञानु गणेश हिमाल, ज्ञानु रिमाल, उहाँ विदेश जानुभयो। उहाँ एउटा हाम्रो मेरो प्रेरणाको स्रोत। उहाँबाट पनि यो के भन्दाखेरि समाजको लागि केही गर्नुपर्छ त तिमीले काम कसैले उहाँले गर्नुभएको थियो। उहाँ गाउँ जाँदाखेरि देख्दाखेरि त्यो प्रेरणाले पनि मलाई के भने अब मैले पनि त्यस्तै बाटो समात्नुपर्छ कि मैले काम गर्दाखेरि त्यसले अरूलाई पनि फाइदा होस्, ताकि समाजलाई उत्थान होस्, सबैलाई उत्थान होस्। सबैको राम्रो भए पो
हाम्रो मुख्य उद्देश्य भनेको आफूलाई राम्रो मात्रै होइन कि अरूलाई पनि राम्रो होस् भन्ने त्यही त हो नि। तपाईले हिमालयन जोर्नी सोसियल जोर्नी ट्रेकिङ स्थापना गर्नका लागि तपाईलाई प्रेरणा चाहिँ कहाँबाट कसरी मिल्यो? त्यो अब मैले त्यो अमेरिका हुँदाखेरि नै पनि मैले चाहिँ अरू साथीहरूसँग नेपालमा पढ्नबाट वञ्चित जीवनदार विद्यार्थीहरू, बाबुआमा नभएका विद्यार्थीहरूलाई अरू साथीहरूसँग, युरोपका साथीहरूसँग अलिअलि पैसा सङ्कलन गरेर ल्याएर पढाएको थिएँ। अनि अब मैले मागेर मात्रै होइन, मैले त अब सामाजिक कामबाटै त्यो कामलाई मैले कन्टिन्यू गर्नुपर्छ र ट्रेकिङ यिनीहरूलाई देखाएर खुसी बनाएरै गर्नुपर्छ भनेर सामाजिक यात्रा चाहिँ म सुरुवात गर्छु है। अब मेरो यात्रा भनेको चाहिँ मेरो लागि होइन, म समाजको लागि यात्रा सुरुवात गर्छु भनेर तपाईले त्यसरी सोचेको। जस्तो यो पर्यटन क्षेत्रमा काम गर्दाखेरि सबैभन्दा चुनौती चाहिँ के हुँदो रहेछ? सबैभन्दा चुनौती भनेको यसमा व्यवस्थापन राम्रो गर्न सक्यो भने सबै कुरो व्यवस्थापनै हो। तपाईँ व्यवसाय जुनसुकै व्यवसाय गर्दा पनि पहिला व्यवस्थापन हो होइन। चुनौती भन्दाखेरि पहिला कुरो त अब मार्केटिङ पनि गर्नै परिहाल्यो। आएका मान्छेहरूलाई सबैलाई व्यवस्था गरेर व्यवस्थापनमा गाह्रो कुरो त केही पनि होइन। अब यसमा कुनै पनि छैन, सबै कुरो तपाईँको सेड्युल हुनु पर्यो, सबैको चाहिँ टाइम सेड्युल, समयलाई फलो गर्नु पर्यो, समयअनुसार चल्न जानु पर्यो। तपाईँको समय होइन, अरूको पर्यटन क्षेत्रमा चाहिँ काम गर्दाखेरि किन तपाईँको समयको होइन कि उनीहरूको समयअनुसार चल्न सक्नु पर्यो। तपाईँको ठ्याक्क ला 10 बजे आउने 5 बजे जाने आफ्नो समयको होइन कि अरू मान्छेलाई खुसी पाउनु पर्यो, तपाईँको होइन उहाँहरूको समयअनुसार चल्नुपर्छ। यसमा व्यवस्थापन भनेको चुनौती भनेको तपाईँको मनमा के छ जो तपाईँले बुझ्नु पर्यो, तपाईँलाई के गर्दा तपाईँ सन्तुष्टि हुनुपर्छ, त्यो भित्री कुरो बुझेर काम गर्नु पर्यो। काम गर्दाखेरि तपाईँको लागि आफ्नो लागि होइन, पर्यटन क्षेत्रमा काम गर्दाखेरि यसमा यो क्षेत्रमा चाहिँ कसैलाई के खाँदा मनपर्छ, कसैलाई कहाँ जान मनपर्छ, कसैलाई के भन्छ, तपाईँको विचारअनुसार र समयअनुसार भेटघाट गरेर चल्नुपर्छ। त्यही हो चुनौती। तपाईँको समय होइन कि उहाँहरूको इच्छा र आकाङ्क्षा र समयअनुसार चल्नु पर्यो। जस्तो तपाईँ भनौँ न व्यवसायको यतिका समय पार गर्नुभयो, सामाजिक सेवाको यतिका समय पार गर्नुभयो, कहिल्यै पछाडि फर्किनु परेको या त निराशा हुनु परेको त्यस्तो क्षण छ कि छैन? त्यस्तो निराशा त मैले अब होइन म अब छोड्छु उ गर्छु म नसक्ने भएँ भन्ने त छैन होइन। मैले चाहिँ के भने भएन होला, पहिला सुरुमा त अब कहाँ व्यापार हुन्छ र एकैचोटि। सुरुमा ट्रेकिङ सुरुवात गर्दाखेरि मसँग म त विदेशमा बसेर आएर बसेको मान्छे, मेरो सम्पर्क थिएन। हेर्नुहोस्, कुनै सम्पर्क नभएको हुनाले त्यो एकैचोटि हुँदाखेरि अब कसैलाई सम्पर्क गर्नु मैले होटलमा जानु पर्यो, एयरपोर्टमा जानु पर्यो, ड्राइभरहरूसँग त्यहीँ बसेर तिमीहरूले त्यो गेस्टलाई चाहिँ मलाई कुरा गर्न दियोस् न, म त्यसो गरेर कुराहरूको नाफाको पैसा तिमीहरूलाई पनि बाँड्छु, म पनि बाँड्छु। त्यस्तो किसिमले अरूसँग साथीहरूसँग मिलेर काम गरेको हुँदाखेरि सुरुवातदेखि नै मलाई अब एकैचोटि नभए पनि त्यस्तो निराशा म छोड्छु भन्ने कुरो चाहिँ मैले कहिले पनि सोचिनँ। साथीहरूसँग जे होस् सहकार्य गर्दै अगाडि बढ्नुभयो। अप्ठ्यारा परिस्थितिहरूलाई पनि यहाँले नहट बढाई दृढ सङ्कल्पका साथ अगाडि बढाउनु। तपाईँले यो पर्यटन क्षेत्रमा काम गरे बापत केही अन्तर्राष्ट्रिय पुरस्कारहरू पनि प्राप्त गर्नुभएको छ। त्यस्तो अवस्थामा जब तपाईँले अन्तर्राष्ट्रिय पुरस्कार प्राप्त गर्नुभयो त्यो बेला कस्तो खालको महसुस गर्नुभयो? मैले जुन एउटा क्वालिटी यो नेपालबाट उत्कृष्ट सेवा क्वालिटी सर्भिस दिए बापत मैले जर्मनमा चाहिँ एउटा संस्थाले मेरा क्लाइन्ट्सहरूले चाहिँ रेकमेन्ड गरेछन्। उनीहरू चाहिँ यहाँ आएर म कहाँ ट्रेकिङ गरेछन्। ट्रेकिङ गएर चाहिँ गइसकेपछि मलाई थाहा थिएन। अनि मैले धेरै त्यो बेलामा चाहिँ धेरै कम मान्छेहरू म कहाँ आउने, अनि त्यो उनीहरूले रिभ्यू गुगलको रिभ्यू हेरेछन्, ट्रेकिङ ट्रिप एडभाइजरको रिभ्यू हेरेछन्। उनीहरूले त
सुझाव दियो त्यसपछि पनि उनीहरूले आफैले पनि रिभ्यू हेरेछन्। त्यस कारणले गर्दाखेरि त्यो आउँदाखेरि मलाई आएर हाम्रो क्लाइन्ट्सहरू थिमो तपाईँबाट सर्भिस ट्रेकिङ हिमालयन गएर एकदमै खुसी भएछन्। त्यस कारणले गर्दाखेरि तपाईँ आइज भन्दाखेरि मलाई एकदमै गर्व लाग्यो कि तपाईँले मेहनत साथ अरूको लागि उनीहरूको इच्छा अनुसार काम गर्दाखेरि त्यसरी पुरस्कृत हुँदाखेरि अनि त्यस कारणले गर्दाखेरि आफ्नो होइन कि उनीहरूको बजेट अनुसारको उनीहरूको इच्छा अनुसारको प्लान गर्नुपर्छ। त्यो मलाई एकदम गर्व लाग्यो। त्यो भिन्दै सन्तुष्टि भिन्दै आनन्द तपाईँले महसुस गरेँ। जस्तो तपाईँले कति जति यस्ता खालका पुरस्कारहरू प्राप्त गर्नु भएको छ? होइन पुरस्कार त अब साथीहरूले अहिले अब यही नेपालमै अब काम गरे बापत गरी नेपाल धेरै सङ्घ संस्थाहरूले साथीहरूले चाहिँ पुरस्कार दिए, उहाँहरूले अवार्डहरू दिइहाल्नु छ। विदेशबाट चाहिँ खासै क्वालिटी अवार्डको रूपमा मलाई क्वालिटी सर्भिस चलाएको बापत भनेर धेरै छन्। अब यसमा गर्दै जाँदाखेरि साथीहरूले अब तपाईलाई स्वदेशमा या त विदेशमा जे होस् विभूषित भइरहनु भएको छ। जस्तो हिमालयन सोसियल जर्नी र यो ट्रेकिङ बिचको भिन्नता चाहिँ के हो? यो हिमालयन सोसियल जर्नी ट्रेकिङ भनेको चाहिँ यो आएर यसलाई चाहिँ बाहिरबाट लिएर आएर ट्रेकिङको रूपमा पठाउने हो। पछि मैले यसलाई फेरि ट्राभल पनि खोल्नु पर्यो। ट्राभल थिएन, ट्राभल भनेको चाहिँ टिकट काट्ने र टुरहरू बेच्ने गरिन्थ्यो। अहिले मैले हिमालय सोसियल ट्राभललाई चाहिँ कोरा होलिडेज बनाएको छु। त्यसलाई चाहिँ आउटबाउन्ड पनि बनाउने अहिले चाहिँ नाम चेन्ज गरेर एउटै नामबाट दुईवटा अलिक गाह्रो भनेर ट्रेकिङ भनेको हिमालतिर पठाउने हो। ट्राभल भनेको चाहिँ अब इन्टरनेसनल टिकट काट्ने, इन्टरनेसनल डोमेस्टिक टिकट सेट काट्ने र सानो टुरहरू गर्ने थियो। अहिले त्यसलाई चाहिँ हिमालय सोसियल ट्राभललाई चाहिँ मैले कोरिया होलिडेजको नामबाट मार्केट गरेको छु। किन दुईवटा भिन्दै कम्पनीबाट भन्दै फरकबाट मान्छे बढी मार्केट गर्न सकिन्छ भनेर फरक त्यति हो कि ट्रेकिङ भनेको माथितिर पठाउने, हिमालतिर पठाउने, ट्रेकिङ गराउँदै, ट्राभल भनेको चाहिँ अब यसलाई चाहिँ इन्टरनेसनल डोमेस्टिक टिकट काट्ने र सानो टुरहरू गर्ने। एटिट्युड एयर प्राली लिमिटेड जस्ता उड्डयन क्षेत्रमा प्रवेश गर्ने चाहिँ निर्णय कसरी लिनुभयो? त्यही त मैले के भने ट्रेकिङ गर्दै जाँदाखेरि धेरै यो क्लाइन्ट्सहरूले चाहिँ हेलिकप्टर सर्भिस पनि चाहिँदो रहेछ। हेलिकप्टर पनि त्यो एकअर्कामा परिपूरक हो, ट्रेकिङ र हेलिकप्टर उड्डयन क्षेत्र। अनि म कहाँ धेरै हेलिकप्टर सर्भिसका मान्छेहरू आउन थाले। अनि मैले अर्को हेलिकप्टर प्रयोग गरिरहन्थेँ। मैले प्रयोग गरेको हेलिकप्टर धेरै प्रयोग गर्दाखेरि जो हेलिकप्टरमा पनि व्यवसायमा पनि सम्बन्धित भएको हाम्रो थामसेरका सोनम दाईसँग र निमा नेहरू शेर्पा उहाँहरू ट्रेकिङ कम्पनी उहाँहरूसँग सम्बन्ध थियो। उहाँहरूले चाहिँ एउटा नयाँ कम्पनी हेलिकप्टर ल्याउनु खोजिरहनु भएको छ। उहाँ डाइनेस्टीमा हुनुहुन्थ्यो। उहाँले चाहिँ मेरो गतिविधि र मेरा क्लाइन्टले धेरै हेलिकप्टर युज गर्ने, मेरो क्लाइन्ट चाहिँ माथितिर हिमाली क्षेत्रमा धेरै गएको हुनाले चाहिँ उहाँले चाहिँ एउटा तपाईँ जस्तो मान्छे धादिङमा कसैको पनि धादिङको क्षेत्रमा यो हेलिकप्टर व्यवसायमा यो वायु सेवामा कोही पनि छैन, आउनुहोस् भनेर उहाँले प्रस्ताव राख्नुभयो। मैले पनि यो अवसरको रूपमा लिएर चाहिँ यो त एकअर्कामा परिपूरक व्यवसाय हो। मलाई यो क्षेत्रमा जाँदाखेरि मेरो क्लाइन्टले पनि सुविधा पाउने र त्यो प्लस यो कुनै न कुनै रूपले राज्यमा त सपोर्टै हुने भयो भनेर म त्यसरी उहाँको प्रस्तावलाई स्वीकारेर चाहिँ अनि उड्डयन क्षेत्रमा पनि लाग्ने मौका पाएँ। तपाईँ उखु खोला हाइड्रो पावरमा पनि संलग्न हुनुहुन्छ र यो जलविद्युत क्षेत्रको अनुभव चाहिँ तपाईँको कस्तो छ? हेर्नुहोस्, अब यो आँखु खोलामा चाहिँ म प्रवेश हुनु चाहिँ त्यो आँखु खोला धादिङमै म जन्मेकै ठाउँमा माथिबाट प्रोजेक्ट बनिरहेको हुनाले जुन ठाउँमा चाहिँ साथीहरूले बनिरहेको थिए बत्ती बाल्ने बेलामा चाहिँ त्यहाँ आर्थिक रूपले अर्थात् सामाजिक कारणले गर्दाखेरि उनीहरूलाई अलिक काम गर्न मिलाउनलाई गाह्रो भयो हुनाले मलाई एउटा उहाँले प्रस्ताव राख्नुभयो। मैले त्यहाँ जाँदाखेरि मैले अर्को महसुस बुझेँ के भने नेपाललाई चाहिँ एउटा आर्थिक
धनी बनाउने हो भने त यो पनि एउटा जलविद्युत त ठुलो योगदान रहेछ। हेर्नुहोस्, हामीलाई मात्रै नभएर त्यसले त पैसा त हामीले त विदेशमा पनि बेच्न सक्ने रहेछ। फेरि त्यो भित्री कुरो पनि मैले सबै पाएँ बुझ्ने मौका। त्यस कारणले गर्दाखेरि पैसै कमाउने र रोजगारी सृजना गर्ने यो मात्रै क्षेत्र होइन है, यो एउटा डाइरेक्ट आफै इन्भल्भ हुने क्षेत्र हो भने त्यो एउटा सिस्टममा व्यवसाय सुधार गरेर त्यो नेपालमा मात्र नभएर बाहिर पनि बेच्न सक्ने भन्ने मैले बुझेँ। र त्यसबाट पनि मैले चाहिँ एउटा अरू जलविद्युत सम्बन्धी पनि मैले जान्ने मौका पाएँ। जस्तो यो जलविद्युत क्षेत्र र पर्यटन क्षेत्र कतिको अन्तर सम्बन्धित पाउनुभयो? होइन, यो त नेपालको लागि त पर्यटन र जलविद्युत नेपाल विकासको लागि दुई खम्बा नै हुन्। हेर्नुहोस् होइन, अब के गर्न सकिन्छ भने अझ मैले बुझ्दाखेरि नेपालको जहाँ जहाँ हाइड्रो पावरहरू छन् नि त्यसलाई पर्यटनसँग जोडिएर त्यो पर्यटन पनि जल र त्यो जोडेर जहाँ जहाँ ट्रेकिङका मान्छेहरू आउँदा त्यो हाम्रो यो पनि छ है सम्भावना, त्यो देखाउने यात्रा पनि सुरुवात गर्न सकिने रहेछ। त्यो मान्छेलाई एउटा कतिलाई थाहा छैन नेपालमा यस्तो छ है, जलविद्युत बनिरहेको ठाउँमा यसरी बनिन्छ, यस्तो छ, यति वर्ष लाग्छ। त्यो नेपालीलाई पनि पर्यटनको घुम्ने ठाउँ हुन्छ, विदेशमा पनि हुन्छ। त्यस कारणले त्यो एकअर्कामा त्यसले सपोर्टै हुन्छ व्यवसायमा। त्यो परिपूरक नभए पनि एउटा राम्रो सपोर्टै हो। त्यो चाहिँ एकदमै तपाईँ पैसा कमाउँदै जाँदाखेरि, ट्रेकिङबाट पैसा कमाउँदै जाँदाखेरि त्यो क्षेत्रमा लगानी गर्नुभयो भने देशलाई प्रस्पन्द भइहाल्यो। तपाईँको व्यवसायलाई पनि, तपाईँमा आउने मान्छेहरूलाई पनि एउटा घुम्ने क्षेत्र बनाउन सकिन्छ। जस्तो कतिपय कालीगण्डकी जलविद्युत परियोजना त्यहाँ शिला शालिग्रामसम्म पुग्नका लागि पनि त्यहाँ कालीगण्डकी जलविद्युत परियोजनाको क्रममा बनेको तालमाथि स्टिमर चढेर जानुहुन्छ। त्यो शिला शालिग्राम हेर्नको लागि त्यहाँ विदेशी पर्यटक, स्वदेशी पर्यटकको त त्यहाँ घुइँचो नै हुन्छ। त्यस्तै सम्भाव्यताहरू अरू पनि हुन सक्छन् है। अरू पनि हुन सक्छ। तपाईँ हिमालयन स्विट होटलको अध्यक्ष रहँदै गर्दाखेरि होइन, यहाँ आउने अतिथिहरूलाई चाहिँ तपाईँले कस्तो रूपमा हेर्नुहुन्छ? हेर्नुहोस्, हाम्रो अतिथि देव भव नै भयो, उहाँहरू पाउने नै हुन्। उहाँहरू एकचोटि आउनु भएपछि त्यो आएपछि ओहो यो म त कस्तो पाहुनाको रूपमा एउटाको रूपमा आउँदाखेरि अतिथिको रूपमा चाहिँ के भने उहाँहरूलाई चाहिँ मैले देख्दाखेरि चाहिँ उहाँहरू एउटा भगवानको रूपमा मैले हेर्छु, जो आउँदा पनि सत्कारको रूपले। त्यस कारण यहाँ आएपछि चाहिँ मसँग सम्बन्ध एकचोटि भेट भइसकेपछि, कुराकानी भइसकेपछि के फिल हुन्छ भने उहाँहरूले कस्तो सत्कार, नेपालीको स्वभाव भन्ने भावना उहाँहरूमा जागोस्, त्यो कहिले पनि नभुलोस्। नेपालीहरूको सम्मान, अरूलाई सम्मान गर्ने स्वभाव यस्तो हुनुपर्छ भन्ने चाहिँ धारणा चाहिँ उहाँहरूको भित्री मनमा पसोस् भन्ने मेरो धारणा हुन्छ। त्यही हिसाबले नै हामी उहाँलाई सत्कार गर्छौँ। जस्तो तपाईँ हिमालयन कम्युनिटी ट्रस्ट मार्फत तपाईँले के कस्तो कामहरू गर्नुभएको छ? हेर्नुहोस्, मैले सामाजिक काम त धेरै अरू हिमालयन कम्युनिटी धेरै गाउँमा स्कुल बनाउने कामहरू, 2-3 स्कुलहरू काम गरेँ, विद्यार्थीहरू पाउने काम गरेँ। अब त्यो गर्दै जाँदाखेरि पछि मलाई के लाग्यो भने हिमालयन कम्युनिटी ट्रस्ट हो यो। मैले गर्दै गएँ, त्योसँग मसँग जुन बेला पनि पैसा थियो बनाएँ, गरेँ, सब गरेँ। तर मैले कुनै बेला यो अबिस ट्रेकिङ, यो होटल सञ्चालन गरेँ, ट्रेकिङ बनाएँ, पैसा त आइरहन्छ। अब म हुँदा मात्रै यस्तो सामाजिक काम हुने होइन, म नहुँदा पनि समाजमा आवश्यक परेको ठाउँमा सामाजिक रूपमा काम होस् भनेर मैले हिमालयन कम्युनिटी प्रोजेक्ट ट्रस्ट सुरुवात गरेको। यो किनभने यो चाहिँ म मरेर गए पनि हिमालयन कम्युनिटी प्रोजेक्ट होटलले, ट्रेकिङले, अरू कुनै पनि संस्थाले कमाएको पैसा चाहिँ एउटा सर्टेन फन्ड छ। मैले यसलाई चाहिँ अनाउन्स गरेँ, कम्तीमा पनि 7% नाफाको त्यो पैसा त्यहाँ फन्डमा जान्छ। त्यसले चाहिँ
त्यो सधैँको लागि कुनै न कुनै रूपले सामाजिक उत्तरदायित्व भएर समाजको लागि हिमालयन क्षेत्र, विशेष गरेर हिमालयन क्षेत्र भनेको कुनै पनि ठाउँमा आवश्यक परेको ठाउँमा खर्च होस् सामाजिक उद्धारको लागि भनेर त्यो म मरेर गए पनि यो अब मैले सुरुवात गरेको व्यवसायबाट आउने नाफाको पैसा चाहिँ त्यो ठाउँमा जम्मा होस् र सामाजिक काम होस् भनेर त्यो हिमालयन कम्युनिटी प्रोजेक्ट मैले स्थापना गरेको हो। हजुर। अब योले त्योभन्दा पहिला एउटा कम्युनिटी प्रोजेक्ट माध्यमबाट नभएर म आफैले आफ्नै तरिकाले सोसल जर्नी ट्रेकिङबाट सिधै होटलमा ट्रेकिङमा पैसा हाल्थेँ, स्कुलहरू बनाइदिने अरू काम हुन्थ्यो। तर अब संस्थागत रूपले म त तपाईँ त सधैँ त बसिँदैन, कोही पनि बसिँदैन संसारमा। तर यो व्यवसाय रहन्जेलसम्म, मैले सुरुवात गरेको व्यवसाय रहन्जेलसम्म त्यसबाट पनि जाओस् है फन्ड भनेर त्यसरी सुरुवात गरेको हो। अब यसले अब अरू कामहरू के आवश्यक पर्छ त्यो गर्दै जानु गइन्छ। जस्तो तपाईँ टानको पूर्व उपाध्यक्ष पनि हुनुहुँदो रहेछ। यसरी उपाध्यक्ष हुँदै गर्दाखेरि पर्यटन क्षेत्रमा तपाईँको पहलमा कस्तो खालको परिवर्तन ल्याउनु हो? म आफैले सबै कुरो भन्दा पनि म त्यहाँ हुँदाखेरि मैले धेरै काम बुझ्ने मौका पाउँदाखेरि मेरो पहलमा, मेरो संयोजकमा पहिलोचोटि टानमा हुँदाखेरि लाङटाङ एउटा भएको थियो, तपाईँलाई भूकम्प गएको थियो। भूकम्प गइसकेपछि अब लाङटाङमा सबै तपाईँलाई याद छ, सबै विध्वंस भएको थियो। होइन, यो त हेर्नुहोस् विध्वंस भइसक्यो। अब लाङटाङ केही पनि भएको छैन, लाङटाङ सुरुवात भइसक्यो। म्याराथनबाट लाङटाङ सुरुवात भइसक्यो भनेर म्याराथन सुरुवात गरौँ भनेर त्यो परिकल्पना गरेर लाङटाङ म्याराथन सुरुवात गरिएर हामीले चाहिँ के भने लाङटाङमा ट्रेकिङ गर्न सकिन्छ भन्ने म टानमा हुँदाखेरि मेरो संयोजकमा हामीले एउटा हाफ म्याराथन चलायौँ। त्यो त्यसले गर्दाखेरि त्यो चाहिँ के त्यो म्यासेजले चाहिँ के भने लाङटाङ इज ब्याक, लाङटाङ इज ब्याक, त्यहाँ गर्न सकिन्छ भन्ने त्यस्ता कामहरू अब अहिले मैले गर्न सक्यो। तर एउटा के हो, सोच ल्याउने हो। म हुँदाखेरि मैले अरू साथीहरूसँग सबै साथीहरू मिलेर काम गर्थेँ। कुनै पनि काममा अप्ठ्यारो पर्दैन थियो, परेको थिएन। त्यस्तै हो। त मलाई लाग्छ कुनै पनि साथीहरूले चाहिँ मसँग काम गर्दाखेरि नयाँ आइडिया, नयाँ सोच, नयाँ भिजन लिएर आएर समाजलाई र एउटा राष्ट्रलाई उन्नतितर्फ लाने काममा जस्तै एउटा सफल व्यवसायी र सामाजिक अभियन्ता बन्नका लागि कस्ता खालका गुणहरू आवश्यकता पर्ला? अब आफ्नो तरिकाले सोच्ने हो होइन। मलाई लाग्दाखेरि सबभन्दा कुरो मैले पहिले भने व्यवसाय गर्ने हो भने तपाईँको अनुसारले होइन, ट्रेकिङ ट्राभल गर्दाखेरि तपाईँको कस्टमर अनुसारको, तपाईँले कस्टमरले के चाहन्छ त्यो हिसाबले काम गर्नु पर्यो। पहिलो कुरो तपाईँ आफैले मात्रै हुँदैन, तपाईँका टिमहरूलाई सबैलाई मन जितेर काम गर्नु पर्यो, उहाँहरूलाई खुसी हुनु पर्यो। राम्रा मान्छेहरू, तपाईँ राम्रो भयो भने अरू राम्रो हुने हो होइन, त्यो गुण हुनु पर्यो। तपाईँ राम्रो हुनाले पहिलो कुरो तपाईँले आफ्नो समय फलो गर्नु पर्यो। तपाईँको अफिसमा आउने टाइम छ भने कति बजी आउने, कति बजी जाने हो, तपाईँले पहिलो कुरो तपाईँको आफू अनुशासनमा तपाईँ आफू अनुशासनमा बस्नु पर्यो र काम गर्ने सबै तपाईँ बराबर हुन्, तलमाथि कोही छैन। तपाईँ एक्लै, म आफैले हिँडेँ, त्यस कारणले सबै एउटै समान रूपले तपाईँले हेर्नु पर्यो र समयअनुसार तपाईँ चल्न सक्नु पर्यो। त्यो भयो भने तपाईँको काममा तपाईँले गरेको काम सफल हुँदै गइन्छ। अरूको मन जित्न सक्नु पर्यो, तपाईँको घमण्ड लिनु भएन। जे होस्, अर्काको मन जित्न सकियो भने एउटा सफल व्यवसायी अनि सामाजिक अभियन्ता बन्न सकिन्छ भन्ने। सामाजिक अभियन्ता चाहिँ मन जित्नलाई भन्दा पनि तपाईँको भित्रबाट पलाउनु पर्यो। तपाईँ के गर्दा अरूको उद्धार हुन्छ, उपकार हुन्छ होइन। अब त्यो हिसाबले त्यसरी जानु सक्नु। तपाईँ त एउटा साहित्यिक मन भएको मान्छे। अघि हामी अनौपचारिक बसाइमा पनि केही पुस्तकका त्यहाँ कुराकानी भएको थियो। हजुर।
र चाहिँ तपाईँको आदि शताब्दी भन्ने एउटा पुस्तक अत्यन्त चर्चित छ। धेरैजनाले आफ्नो जीवनलाई प्रेरणायुक्त बनाउनको लागि र केही सिक्नका लागि त्यो पुस्तक पनि पढ्नुहुन्छ। र चाहिँ यसरी साहित्यमा तपाईँ आकर्षित कहिलेदेखि बन्नुभयो? हेर्नुहोस्, सबैको आफ्नो कथा छन्। तपाईँको पनि आफ्नै कथा छ अनि मेरो पनि आफ्नै कथा छ। तर मैले के अनुभव लाग्यो भने तपाईँले गरेका कामहरू तपाईँको परिवार, तपाईँको आफन्त, तपाईँको समाजले पनि जानुन्, बुझुन्, ताकि भविष्यका भावी सन्ततिले पनि त्यो थाहा होस् भन्ने मेरो चाहना थियो। तर म पहिलेदेखि पनि कुनै न कुनै रूपले चाहिँ आफ्ना कुराहरू लेख्ने गर्थेँ। तर व्यवसायमा लागेपछि तर एक रूपले काम मात्रै गर्दाखेरि त्यो ठ्याक्कै छुट्यो थियो। तर मलाई के लाग्यो भने ठ्याक्कै छुट्यो, काम मात्रै भयो। अनि म 2-4 चोटि बिरामी परेँ, अस्पतालमा गएर मेरो अपरेसन पनि हुनु पर्यो। अनि धेरै मान्छेले धेरै डाक्टरले धेरै सल्लाह दिए। अनि पछि मलाई अध्यात्म योग मेडिटेसनपट्टि म लाँदाखेरि मलाई अलिकता अनुभव लाग्यो कि तपाईँको मुख्य त तपाईँको अध्यात्म योग ध्यान ले चाहिँ समाज तपाईँको विचारमा चेन्ज हुने रहेछ, रोगसँग लड्ने क्षमता पनि बढ्ने रहेछ। अनि त्यस कारणले गर्दाखेरि मलाई के लाग्यो भने अब मैले धेरै अनुभव बटुलेँ। यो मैले 50 वर्षको अवधिमा काम गर्दै जाँदाखेरि धेरै मान्छेहरूसँग सम्पर्क गरेँ। ती मान्छेहरूको अनुभवले चाहिँ मलाई एउटा शिक्षा स्कुल जस्तो लाग्यो। त्यो कुनै न कुनै रूपले कसैलाई शिक्षाको रूपमा मैले देखाउनु पर्छ। शिक्षा भनेर त त्यो त तपाईँको अनुभव नै त्यो नै एउटा शिक्षा हो कसैको मान्छेको लागि। त्यो कसैले थाहा पाउनुपर्छ। मैले अस्पतालमा गएर अपरेसन गर्नु पर्यो, गर्दै नगर्दै आएर पनि सुरुवात हुन्थ्यो होला, तर गरेँ। एकचोटि होइन, 2 चोटि होइन, 3 चोटि होइन, 4 चोटि होइन, त्यो गरियो। अब कतिचोटि फेरि डाक्टरले भन्यो 5 चोटि गरेँ त होइन रहेछ। यी कुराहरू त मैले त त्यस कारणले यो कुनै न कुनै रूपले देखाउनु पर्छ समाजमा, ताकि अरू मान्छे त्योबाट बचुन्। मैले व्यवसाय गर्दै जाँदाखेरि व्यवसायमा मैले विकृतिहरू देखेँ, त्यसको समाधान पनि मैले देखेँ। तर त्यो समाधान यो हुँदाहुँदै पनि राज्यले त्यो मैले बोलेका कुराहरू यो समाधान गर्नुपर्छ राज्यले नभन्ने, तर त्यो काम चाहिँ भइराख्ने हेलिकप्टरकै रेस्क्युको कुरा। समाधानको बाटो छ, देखाएको छ, यो गर्नुपर्छ भनेर लेखेको छ मैले किताबमा, होइन? त्यो लेख्दा बोलेको छ, तर कसैले नगर्ने। अनि काम गर्छ नि त मान्छेले, काम गर्दै जाँदै व्यवसायीहरूले पैसा कमाउनलाई उपाय खोज्दै जालान्। त्यो नगर्दाखेरि एउटा लिपिबद्ध रूपमा अरूलाई मन परोस् कि नपरोस्, यो चाहिँ भावी सन्ततिहरूले थाहा पाउनुपर्छ भनेर देखेका विकृति विसङ्गति र त्यसका समाधानका बाटाहरू त्यो चाहिँ लिपिबद्ध बनन्, ताकि भावी पुस्ताले थाहा पाओस् भनेर त्यो लेखेको हो। यो यसले के भन्दा पनि अब यसमा किन प्रेरणा लाग्यो भन्नु त मैले त्यही नै हो, मैले देखाउनु पर्यो जस्तो मलाई लाग्यो, त्यही हो। तपाईँले जस्तो आदि शताब्दी हजुर एउटा मात्रै पुस्तक रचना गर्नुभयो कि अरू पनि तपाईँका रचना छन्? हजुर होइन, मैले त आधा शताब्दी नै मात्र हो। जस्तो त्योभन्दा तपाईँले जस्तो कुनै सञ्चार माध्यमहरूमा कुनै लेख त्यही त यसरी आर्टिकलहरू त मैले सानो मैले कहिले यसो मुख्यतः कस्ता विषयवस्तुलाई चाहिँ समेटेर लेख्नुहुन्छ यहाँले? होइन, मैले त यही त हो, पर्यटन क्षेत्र नै देखेका कुराहरू, समाजमा देखेका विकृति विसङ्गतिहरू र पर्यटन क्षेत्र नै मुख्य मेरो हो। आफूले देखेका अनुभव होला, कुनै न कुनै रूपले उद्घाटन हो, समय भएसम्म देखाउने हो, त्यही हिसाबले गरिरहेको। त्यसपछि मैले एउटा म्युजिक भिडियो र डकुमेन्ट्री बनाएर त्यो चाहिँ म्युजिक भिडियो चाहिँ के भन्दाखेरि फेरि प्रमोसनको लागि, पर्यटन क्षेत्रमा अहिलेको समयअनुसार डिजिटल मार्केटले नै तपाईँको प्रमोसन हुन्छ भनेर रुबी भ्याली सम्बन्धी एउटा घुमाउ रुबी भ्याली भनेर एउटा
म्युजिक भिडियो बनाएँ र डकुमेन्ट्री बनाएँ। त्यसले चाहिँ के छ भने त्यो ठाउँको लागि उजागर गर्नलाई त्यो ठाउँ कस्तो छ भन्ने चिनाउनुको लागि त्यो ठाउँको लागि त्यसैलाई गीतको रूपमा सन्देश दिएर गरेँ। त्यो एउटा मेरो रुचि भन्दा पनि त्यो ठाउँलाई कसरी मार्केट गर्ने भनेर त्यो मार्केट गर्ने त्यो ठाउँ यदि नजिक छ त मान्छेलाई थाहा छैन त्यो के छ भनेर त्यो हिसाबले मैले त्यो एउटा बनाएको छु। जस्तो तपाईँले प्रकाशन गर्नुभएको जुन पुस्तक छ त्यसको पुस्तकको बारेमा थोरै भनिदिनुहोस् न, के विषयवस्तुलाई त्यहाँ समेट्नु भएको छ? यो आधा शताब्दी भनेको यो मैले पुस्तक चाहिँ मैले देखेको अनुभवहरूलाई चाहिँ किताब मार्फत लिपिबद्ध बनाएको हो। हजुर। यसमा मैले पुस्तकको चाहिँ आधा शताब्दी यो बाल्यकालको सबैको आफ्नो कथा छ। त्यो कथालाई एउटा ऊ देखाएको छ भने अनि परिवार के हो, तपाईँले परिवार लिएर परिवारमा एउटा पहिलो शिक्षा नै परिवार हो, म कस्तो परिवारमा जन्मेको हुँ भन्ने कुरालाई मैले देखाएको छु भने यदि फेरि म 5 दिदीबहिनी पछि जन्मेको एउटा छोरी हुनाले छोरो हुनाले म छोरी नै भइदिएको भए त म विदेश काठमाडौँ आउँथेन, पठाउँदैन थियो होला, विदेश गइँदैन थियो होला, यदि गर्न सक्दैन थियो होला भन्ने नेपालमा चाहिँ यस्तो कुरोलाई दियो। म छोरी भएको भए के भने एउटा कल्पनाको रूपमा अरू मैले अनुभव थियो भने त्यो कल्पनाको रूपमा मैले राख्दछु। अनि यसमा के भने 24 घण्टापछि फर्को जीवन छ। म 24 घण्टासम्म ट्रेकिङ जाँदा बेहोस भएँ। अनि त्यसपछि एउटा मान्छेको ले त्यही यो त्यो अनुभव मान्छेमा त्यो पढ्दा फेरि मान्छे जुरुङ्ग हुन्छ ती कुराहरू। अनि फेरि मैले ट्रेकिङले गर्दाखेरि एउटा कुनै ट्रेकिङ जाँदाखेरि ट्रेकिङमा मैले अरूको मन जितेर त्यो कारणले गर्दा मैले विदेश जाने मौका पाएँ। विदेश गएर चाहिँ अरूले साथीहरूलाई भन्ने मौका पाएँ र उनीहरूलाई भनेर चाहिँ उनीहरूसँग पैसा मागेर नेपालमा लिएर आएर त्यो ट्रेकिङ स्कुलमा आउने मौका देखाएँ। त्यो एउटा मेरो घुम्तीको रूपमा देखाएको छु। अब यसमा अरू भन्दा नि के छ भने मैले देखेका कुरा द्वन्द्वले पारेको प्रभाव, द्वन्द्वले कतिसम्म प्रभाव पार्यो नेपालमा। मैले स्कुल बनाएको थिएँ, स्कुल भत्कायो, त्यो जान्नै पर्ने त्यो अति पीडा छ होइन। मान्छेलाई बच्चाहरूलाई त मेरा सन्ततिहरूलाई अरूलाई त थाहा थिएन द्वन्द्वले के प्रभाव पार्यो त भन्ने कुरा थाहा भयो। यो पढेपछि सर्लङ्ग थाहा हुन्छ, त्यो कुरा देखाउनु पर्यो नि त। कति माओवादी द्वन्द्वले नेपाललाई कति पछाडि पारेको रहेछ भन्ने कुरा मैले यसमा देखाएको छु। त्यसमा व्यवसायमा प्रवेशका दिनहरू म व्यवसाय गर्न त्यति सहिलो छैन, एकैचोटि पैसा कमाएको होइन। मैले कसरी सुधार गरेँ व्यवसायका, ताकि नयाँ जेनेरेसनका सन्ततिहरूले व्यवसायका प्रवेशका दिनहरू व्यवसाय कसरी सुधार गरेको रहेछ, एकपछि अर्को कसरी सफलता भएको रहेछ भनेको यसमा थाहा छ, ताकि प्रेरणा मिलोस् पढ्ने मान्छेहरूलाई होइन। व्यवसायभित्र देखेका विकृतिहरू 4 वर्षमा 4 अपरेसन मैले ऐनै भनिसकेँ भन्नुभयो होइन। ती कारणले गर्दा फेरि पनि यो त म त मरिहाल्ने हो कि मैले लेखेका कुराहरू म त मरिहालिन्छ। तर यो कुरा चाहिँ मैले कुनै न कुनै रूपमा समाजमा छोड्नुपर्छ भनेर चाहिँ अपरेसन गरेपछि अब मैले यो चाहिँ अब चाहिँ लेख्छु भनेर लेखेको हो। हेर्नुहोस् यस्ता अनि मैले देखेको लुटतन्त्र समाजमा यस्तो लुटतन्त्र छ कि यहाँ साह्रै नै धनीले अब मैले के अरे स्कुल चलाउनेले विद्यार्थीलाई लुट्ने, अस्पतालमा जानेले बिरामीलाई लुट्ने, व्यवसाय गर्नेले ग्राहकहरूलाई लुट्ने, यस्तो छ कि यस्तो लुटतन्त्र देखेर त्यो लुटतन्त्र कुनै न कुनै रूपमा यो समाजमा यो राज्य सञ्चालकहरूले थाहा पाउन् भनेर लुटतन्त्रको रमिता मैले देखाएँ। हेर्नुहोस् आध्यात्म फेरि सबभन्दा ठुलो हो मान्छेमा शान्त आनन्द लिनलाई भएर यो अस्पतालदेखि ध्यान केन्द्रसम्मको कुरा। संस्कारको शक्ति पहिलो कुरो तपाईँ कुन संस्कारले बनाउँछ तपाईँलाई धनी भन्ने कुरो यसमा देखाएको छु। प्रेरणा र प्रभाव, प्रेरणा मलाई कसरी जाग्यो भनेर मैले त्यस्ता किताबहरू पढेँ, आध्यात्मिक किताबहरू त्यस्ता मान्छे सङ्गत गरेँ भन्ने कुरा यसमा देखाएको छ। अनि फेरि अहिले पञ्चायतदेखि गणतन्त्रसम्मको मेरो अनुभव राजनीतिकमा के देखिँ त पञ्चायत पनि देखेँ मैले, पञ्चायत भोट हालेको पनि हो, गणतन्त्रको पनि देखेँ, 63 देखि यताको पनि देखेँ।
यो चेन्ज भएर पो के हुने चेन्ज हुँदो रहेछ त अहिलेसम्म केही पनि चेन्ज भएन भने यति कुराहरूलाई तपाईँले लिपिबद्ध गर्नुभएको छ। अनि पर्यटनका नीतिहरू होइन नीतिमा उत्कृष्ट भुटानको किन अगाडि फड्को मार्यो, नेपाल किन फड्को मारेन, यस्ता कुराहरू मैले त्यो यात्री तपाईँको जुन लेखहरू हजुर तपाईँको रुचि अभिव्यक्ति हो या त जिम्मेवारी हो, के मान्नुहुन्छ? तपाईँको रुचि हो कि लेखन अभिव्यक्ति? तपाईँले मेरो एक किसिममा म एउटा जिम्मेवारीको पनि मैले सोध्छु। हेर्नुहोस् मेरो एउटा सचेत नागरिकको जिम्मेवारी पनि हो। रुचि भन्दा पनि मैले देखेका कुराहरू चाहिँ देखाउनु पर्छ कुनै न कुनै रूपमा समाजमा भन्ने हिसाबले मैले जिम्मेवारी ठान्छु। एउटा अभिव्यक्ति पनि हो, मलाई कुनै न कुनै रूपले पोख्न मन लाग्यो हुनाले त्यो अभिव्यक्त गर्न खोजेको हो एउटा भने एउटा मेरो जिम्मेवारी पनि मैले तिनै चिजले चाहिँ यहाँ चाहिँ भूमिका खेलाएको छ। हजुर विवाहित जीवनले तपाईँको करियरमा कस्तो भूमिका निर्वाह गरेको छ? विवाहित जीवनले करियरमा एउटा विवाहित चाहिँ एउटा के हाम्रो सामाजिक बन्धन हो होइन। अब करियरमा खासै सबैलाई त्यस्तै नै हो। यसलाई अप्ठ्यारो चाहिँ मलाई छँदै छैन। विवाहित जीवनले मेरो करियरलाई सपोर्टै हुन्छ सबैलाई होइन। कहिले विवाहित जीवनमा ले गर्दाखेरि त्यसमा वाद विवाद मनमुटाव श्रीमतीसँग आफ्नो परिवारसँग भयो भने करियर जीवनलाई अप्ठ्यारो हुने हो। मेरो परिवार चाहिँ जे गरेको छ राम्रो गरेको छ, तपाईलाई साथ सपोर्ट गर्ने, हौसला दिने, प्रेरणा दिने त्यो कारणले गर्दाखेरि मेरो जीवनमा अगाडि बढ्नलाई त्यसलाई धेरै महत्त्वपूर्ण भूमिका खेलेको छ। जस्तो एउटा व्यवसायमा लागेको मान्छे तपाईले हामीलाई हिजोदेखि समय दिनुभएको थियो, बिहानको समय, र चाहिँ तपाईसँग भेट्न पनि अलिकति हामीलाई गाह्रो भयो र आज पनि तपाईले समयलाई चाहिँ सार्नुभयो। त्यो तपाईको कार्यव्यस्तताको कारणले गर्दाखेरि हैन, किन भन्दा तपाईको संलग्नता धेरै संघ संस्थामा छ, धेरै व्यक्तिसँग तपाई ठोकिनुहुन्छ र चाहिँ आफ्नो व्यवसायलाई पनि सम्हाल्नु पर्ने छ हैन। यस्तो परिस्थितिमा कहिलेकाहीँ मान्छेलाई तनाव हुन्छ हैन। एकदमै यो तनावपूर्ण समयलाई चाहिँ कसरी व्यवस्थापन गर्नुहुन्छ? मैले चाहिँ समयको बिहान आज दिनको के गर्ने हो, बिहानको परिस्थिति बिहान बटुल्छु, बेलुका भोलि के गर्ने भने बेलुका हेर्छु। त्यही किसिमले मैले व्यवस्थापन समयको त्यही हिसाबले मिलाउँछु। अब त्यसलाई अहिले खासै ठुलो तनावको रूपमा मैले लिएको छैन, लिन्न। अब काम सकभर गरिहाल्ने हो होइन। त्यही पनि साथीहरूलाई चाहिँ यस्तो कारणले भएन है भएर अब कुन काममा प्रायोरिटी दिने हो भनेर त्यही हिसाबले नै चल्छु म। जुनसुकै कुरा होस् हैन, जुनसुकै क्षेत्र, चाहे राजनीति होस्, चाहे सामाजिक काम होस्, चाहे व्यवसाय क्षेत्र हैन, कहिले मान्छे हत्तै अगाडि बढ्छ त कहिले थोरै पछाडि पर्नुपर्ने हुन्छ, कहिले स्थिर अवस्थामा रहन्छ हैन। कहिलेकाहीँ मान्छे असफल हुँदा या त तपाईलाई ठ्याक्कै असफल त नभनौ तर थोरै स्थिर भएको अवस्थामा हैन, त्यस्तो बेलामा चाहिँ तपाईले सिक्नु भएको पाठ बताइदिनुस् न। मैले चाहिँ के भन्दाखेरि कहिले पनि यो समय तपाईँ एकचोटि फेल हुन्छ भने फेरि त मैले सिकेको हो। त्यस कारणले गर्दाखेरि त्यसलाई मैले तनावमा लिन्न। काम भएन भने फेरि दोहोऱ्याएर गर्ने हो, भएन भने अर्को बाटो खोज्ने हो। त्यसलाई त्यही बाछेलाई कोट्याएर म बस्दिनँ। त्यो सिद्धियो एकपल्ट समय त आउँछ जान्छ, आउने बित्तिकै त्यसलाई चाहिँ अब फेरि भएन भने त्यसलाई तनावको रूपमा मैले कहिले पनि लिन्न। कुनै पनि काम फेल भइहाल्यो भने त्यो अरूलाई पनि तपाईले तनावको रूपमा लिनुहुन्न भन्ने सुझाव दिनुहुन्छ। हजुर, तनावको रूपमा लिन्ने होइन। त्यो काम एकचोटि भयो त्यसपछि फेल तपाईँले काम भएन भने, तपाईँले आँटेको जति भएन भने तपाईँले सिक्नुभयो, त्यो ठुलो सिकाइ हो। त्यो त ठुलो सिकाइ हो नि त। अनि अरूचोटि काम गर्दा तपाईँ सफल भइन्छ नि त। त्यस कारणले गर्दाखेरि त्यसलाई तनाव लिने त हुँदै होइन, सिकियो। तपाईँ फेल भयो भने के भयो त? कुनै काममा तपाईँले लगानी गरेको छ त्यो नै भयो भने केही तपाईँले कमाएको थियो त्यो लगानी गयो, तपाईँले सिक्नुभयो, के चाहिँ भएर। जस्तो तपाईँले एउटा प्रेरणाको रूपमा लिने कुनै व्यक्ति या त पुस्तक
आफूलाई मन परेको व्यक्ति या त मन परेको पुस्तकको नाम भनिदिनुहोस् न। मैले पुस्तकमा पनि मेन्सन गरेको छु। मलाई प्रेरणा दिने किताबको रूपमा मलाई खप्तर बाबाका किताब चाहिँ एकदमै प्रेरणादायी रूपमा लाग्छ। यहाँ छ मैले मेन्सन गरेको छु ठिक छ है। त्यो किताब चाहिँ के भन्दाखेरि प्रेरणाको स्रोत जस्तो मलाई लाग्छ। आगामी दिनहरूका तपाईँका योजनाहरू चाहिँ के छन्? अब हेर्नुहोस्, काम त नयाँ काम त मैले नमरुन्जेलसम्म गरिराख्ने हो, गरिराख्ने हो। अब आगामी दिनमा मैले अब गणेश हिमाल रुई भाइलाई प्रमोसन गर्ने मेरो ठुलो अर्को एउटा लक्ष्य छ। त्यसलाई डकुमेन्ट्रीको माध्यमबाट हुन्छ कि कुनै न कुनै माध्यमले, त्यो एउटा लक्ष्य छ भने अब अर्को व्यवसायलाई विस्तार गर्ने, होटलको रूपमा अर्को होटललाई व्यवसायलाई विस्तार गर्ने र कुनै न कुनै रूपले व्यवसायलाई विस्तार गरेर समाजलाई योगदान दिने, त्यो एउटा छ। भने अर्को सामाजिक काममा कसरी इन्भल्भ हुने, कसरी आफूलाई अगाडि बढाउने, धेरैभन्दा धेरै सामाजिक काम गर्ने हो, त्यही नै हो भन्ने खालको छ। सामाजिक काममा कसरी अगाडि बढेर धेरैभन्दा बढी समाजको लागि उत्थान हुने काममा इन्भल्भ हुने र व्यवसाय विस्तार गर्ने, रुई भ्यालीलाई पनि र गणेश हिमाल क्षेत्रलाई पनि प्रमोसन गर्ने। नेपाली पर्यटन क्षेत्रको भविष्य चाहिँ कस्तो देख्नुहुन्छ? हेर्नुहोस्, नेपाल त पर्यटनको लागि विश्वको उत्कृष्ट गन्तव्य हो। त्यस कारणले गर्दाखेरि यहाँका हिमालहरू कहिले पनि मर्दैनन्। प्राकृतिक सुन्दर देश, त्यस कारणले प्राकृतिक अरू अन्त किन मान्छेले बनाएका ठाउँहरू हुन्, हाम्रो त प्राकृतिकले धनी। त्यस कारणले गर्दाखेरि अब मान्छे सहरका मान्छेहरू गाउँ गाउँमा हिमालयहरूमा जान्छन्। कति देशमा ट्रेकिङ गर्ने ठाउँ छैन, नेचरसँग घुम्ने ठाउँ छैन। त्यस कारणले गर्दाखेरि युरोपबाट अमेरिकाबाट पनि यस्ता हिमालहरू यो भइरहन्जेल उनीहरू यहाँ हेर्न आउँछन्। त्यस कारणले गर्दाखेरि नेपालको पर्यटनको क्षेत्र, नेपालको एकदमै यसको सबभन्दा नेपाललाई आम्दानीको क्षेत्र के हो भन्दाखेरि पर्यटन क्षेत्र नै हुनेछ। त्यसमा पनि नेपाल पर्यटन अब योग ध्यान यसलाई पनि पर्यटनको रूपले जोड्न सकिन्छ। नेपाल एउटा आरोग्यको क्षेत्रले पनि उपयुक्त क्षेत्र हो। त्यस कारणले नेपालको उत्थान चिनाउने हो, नेपाललाई विश्वभर चिनाउने यो एउटा पर्यटन धार्मिक हिसाबले क्षेत्र हो। धार्मिक हिसाबले, आरोग्यको हिसाबले, प्राकृतिक हिसाबले, सबै कुराले, सबै हिसाबले। त्यस कारणले यो सधैँ यो हिमाल लौन्जेलसम्म, नेपाल लौन्जेलसम्म नेपालीलाई संसारबाट चिनिने भने पर्यटन क्षेत्र हो। त्यस कारणले यसको भविष्य यो पर्यटन नेपालको सबभन्दा डलर कमाउनेको क्षेत्रको रूपमा हुन्छ र भइरहेको छ, हुन्छ भने। जस्तो निजी क्षेत्रहरूले त देखिन्छ पर्यटन क्षेत्रलाई अगाडि बढाइराखेको देखिन्छ, हजुर हैन? निजी क्षेत्रको पर्यटन क्षेत्रमा ठुलो संलग्नता छ अनि त्यही अनुसार सरकारले पर्यटन क्षेत्रमा कतिको काम गरेको पाउनुहुन्छ, सहयोग गरेको पाउनुहुन्छ? अहिलेसम्म त सरकारकै माध्यमबाट सरकारले गरेर यो पर्यटन क्षेत्र अगाडि बढेको होइन। हेर्नुहोस्, जति पर्यटन क्षेत्रमा सरकारले के यो जति मार्केट गरेको छ हिमालमा, यो प्राइभेट क्षेत्रले नै गरेको हो। त्यही कम्पनी, ट्रेकिङ कम्पनीहरूले नै, ठुला ठुला व्यवसायहरूले नै अहिले सरकारले चाहिँ के टुरिज्म बोर्डमा कति खर्च हुन्छ बजेट हेर्नुहोस्, वर्षको करोडौँ पैसा चाहिँ इन्भेस्ट गरेको छ। त्यसबाट कुनै उपलब्धि भएको जस्तो लाग्दैन मलाई। त्यस कारणले गर्दाखेरि पर्यटन ल्याउनु पर्छ, सजिलो बनाउनु पर्छ भनेर पहिलो पूर्वाधारमा सरकारले लगानी नै गर्दै गरेन। पहिलो कुरो त पूर्वाधार राम्रो हुनु पर्यो जुनसुकै ठाउँमा पनि। त्यसपछि कनेक्टिभिटी हुनु पर्यो, आफ्नै जहाज धेरै चलाउन सक्नु पर्यो, ताकि यहाँ नेपालमा सबभन्दा महँगो, नेपालमा आउने बाहिरबाट आउँदाखेरि
हवाई फेयर सबभन्दा महँगो छ। अब महँगो यहाँ महँगो तिरेर अनि फेरि यो क्षेत्र नेपाल सस्तो छैन कि महँगै छ हेर्नुहोस्। अनि त्यही कारणले गर्दाखेरि मलाई लाग्छ अब के भने सरकारले चाहिँ पर्यटन बढाउनु जति रूपले गर्नु पर्थ्यो त्यो गरेको छैन। अब यो पर्यटन क्षेत्रको वृद्धि विकासका लागि उन्नयनका लागि चाहिँ सरकारले के गर्न पर्ला संक्षेपमा भन्नुहोस्। संक्षेपमा पर्यटन क्षेत्रलाई पहिलो कुरो त नेपाललाई हवाई कनेक्टिभिटीमा सजिलो सुलभ र सस्तो बनाउनु पर्यो। त्यो बनाउनलाई चाहिँ हाम्रो वायु सेवालाई प्राइभेट बनाउने हो कि प्राइभेटसँग काम गर्ने यो साझेदारी गर्नु छ। यो अहिलेको वायु सेवाले त घाटा मात्रै बनाउने हो। प्राइभेट पब्लिक प्राइभेट सेक्टरमा यिनीहरूले चाहिँ लानै पर्यो। त्यो साझेदारी रूपले काम गर्नु पर्यो। दोस्रो कनेक्टिभिटी पूर्वाधारहरूमा रोड ट्रान्सपोर्टेसन नै गर्नु पर्यो, राम्रो हुनु पर्यो। तेस्रो कुरो के भन्दाखेरि नीति नियम चाहिँ यहाँ पुरानो नीति नियमलाई चाहिँ चेन्ज गर्नै पर्यो। समयअनुसारको गर्नु पर्यो। मैले किताबमा पनि लेखेको छु यसमा चाहिँ पर्यटनको सुझाव जे होस् आधा शताब्दी जसले पढ्नुहुन्छ उहाँले चाहिँ बुझ्न सक्नुहुन्छ होइन। त्यसमा पर्यटन नीतिमा के चाहिँ गर्नुपर्छ भन्ने कुराहरू तपाईँले उल्लेख गर्नुभएको छ। जस्तो जो नयाँ पुस्ता कतिपय भर्खर किशोर अवस्थामा छन्, आफ्नो भविष्यको बारेमा सोच्न थालेका छन्, या त कतिपय युवाहरू के गर्ने कसो गर्ने भनेर छटपटाइरहनु भएको छ, उहाँलाई चाहिँ तपाईँको अन्तिम सन्देश चाहिँ के छ? के सन्देश दिन चाहनुहुन्छ, के सुझाव दिन चाहनुहुन्छ युवा पुस्तालाई? हेर्नुहोस्, युवा पुस्तालाई मैले के भने तपाईँको योजना बनाउनुहोस्, काम गर्न चाहिँ समयअनुसार कहिल्यै नछोड्नुहोस्, काम योजना अनुसार अगाडि बढाउनुहोस्, हतेस नखानुहोस्, कुनै काममा सफल अवसर भए पनि काम गरिराख्नुहोस्, समयअनुसार चल्नुहोस्, समयअनुसार र चाहिँ काममा अघि बढ्नुहोस्। प्रेरणा त मैले के भन्दाखेरि अब अघि कुरा गर्नुभयो प्रेरणाका कुराहरू, त्यस्ता कुराहरूलाई चाहिँ तपाईँले के भने समयअनुसार काम चल्नुहोस्, काममा सहयोग हुनु, काममा चाहिँ अघि बढ्नुहोस्, त्यही नै हो। हामी कार्यक्रमको अन्तिममा छौँ। हजुर, मैले सोध्न नभ्याएका या त तपाईँलाई भनौँ लागेका कुराहरू केही छन् कि? व्यवसायमा चाहिँ सबभन्दा कुरो तपाईँले चाहिँ इमान्दारिता हुनु पर्यो। इमान्दारितासँग काम गर्नुहोस्। तपाईँ जे काम गर्दा पनि इमान्दारिता लगनशीलता हुनु पर्यो र अरूको मन जितेर काम गर्नुहोस्। सबै युवा पुस्ताहरूलाई पनि त्यो भएपछि तपाईँले गरेको कामहरू तपाईँ सफल भइन्छ। तपाईँले चाहिँ आफ्नो लाइफ मात्रै होइन अरूको लाइफ पनि काम गर्नुहोस्, इमान्दारी भएरसँग काम गर्नुपर्छ। हुन्छ, हामीलाई महत्त्वपूर्ण समय दिनुभयो त्यसको लागि तपाईँलाई धेरै धेरै धन्यवाद। धन्यवाद। हजुरले पनि यहाँसम्म आएर मेरो कुराहरू केही राख्ने मौका दिनुभयो, त्यसको लागि धेरै धेरै धन्यवाद। आदरणीय दर्शक महानुभाव, आज हामी कुराकानी गरेका थियौँ वरिष्ठ पर्यटन व्यवसायी सँगसँगै लेखनीको क्षेत्रमा अनि सामाजिक क्षेत्रमा पनि उहाँ अत्यन्तै अगाडि हुनुहुन्छ रामप्रसाद सापकोटा। उहाँसँग कुराकानी गऱ्यौँ। तपाईँलाई आजको कुराकानी कस्तो लाग्यो? कृपया जस्तो लाग्छ त्यस्तै प्रतिक्रिया दिनुहोला। कार्यक्रमलाई तपाईँले मन पराउनु भयो भने लाइक गर्नुहोस्, सेयर गर्नुहोस्। र हवस् त आजको बसाई कार्यक्रम मनको यात्राबाट म प्रस्तुता नारायण विश्वकर्मा पनि छुटिन्छु। नमस्कार।